विद्रोह नगरेसम्म काङ्ग्रेस एमाले माओवादीले सुन्नेवाला छैन। ब्राह्मणवादी नेताले हाम्रो आवाज हाम्रो पीडालाई महसुस गर्दैन भन्ने मेरो बुझाइ थियो। तर जब जेएनजी मुभमेन्ट भयो, राज्यमा राजनीतिमा तरलता छायो र अब दलित जनजाति उपेक्षित श्रमिक वर्गहरूले राज्य सत्तालाई कब्जा गरिदिनु पक्का असली रूपमा हाम्रो सामु उपस्थित भएको छ। त्यसको प्रमाण यो सिफल चौर हो कि होइन? मित्रहरू, म धेरै बोल्न चाहन्न। यो यी सारा क्यामेराहरू तपाईँहरू मेरो लागि उपस्थित भएको होइन, आजको संपितालाई सुन्न लाउनु भएको। त म यति मात्र विशेष गरी दलित बनाउँदाहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँहरू अझै पनि केपी ओली नामको विष्ट, प्रचण्डे नामको विष्ट, यस्तै यस्तै देउबा नामका विष्टहरूलाई कति दिन तपाईँहरूले चाहिँ बोकेर हिँड्नुहुन्छ? तपाईँलाई साँच्चै जेएनजीको युग अनुसार प्याराडाइम सिफ्ट गरेर नयाँ युगको जन्म दिनु छ भने, छुवाछुतबाट मुक्ति पाउनु छ भने त्यस्तो मान्छेलाई रोज्नुहोस् जसले जे भन्छ त्यो गर्छ, जे भन्छ त्यो गर्छ, त्यो को हो? हो। सबैले साथ दिनु होला। यति भन्दै मेरो अभिव्यक्ति टुङ्ग्याए। म त काठमाडौँमा हुन्छु, तपाईँहरू उपस्थित भइराख्दैछु। हामी अन्तर्क्रिया गर्नेछौँ, सङ्गठन बलियो बनाउनेछौँ। गोर्खामा पनि हामीले भर्खरै श्रमदान गऱ्यौँ। विजयनगरको शालिगमा हामीले सफाइ गरेर आएका छौँ। महासचिव पनि जानुभएको थियो। हेर्नुहोस्, हाम्रो महासचिव नै जेएनजी युगको जस्ता हुनुहुन्छ, युवा हुनुहुन्छ, तर लामो राजनीतिक अनुभव भएको व्यक्ति हुनुहुन्छ। त यति भन्दै तपाईँहरूसँग बिदा हुन चाहन्छु। राम्रोसँग बस्नुहोस्, राम्रोसँग चाहिँ यहाँका कुराहरू सुनेर हामीलाई साथ दिनुहोस्। धन्यवाद, नमस्कार।